आरएम ब्लग्समा सबैजनालाई स्वागत छ। हामी चाहिँ आज काका भतिजे यसो केपी बाको घरतिर भनौँ न केपी बाले बनाउनु भएको धरातिर लाग्दैछौँ है। सबैजनाले अब बाटो हेर्दै किन्छौँ। यो चाहिँ हामीहरूको घोडा है भनौँ न। यही कुरामा चाहिँ हामी अङ्कल यता चाहिँ हामीहरूको अङ्कलसँग दुईजना जाँदैछौँ। ल सबैजना बाटोमा के कसो यात्रा हुन्छ हेर्दै गरौँ। मुझको गलत तुझ में अगर कुछ है, अलग तुझ में असर कुछ है। तुमसे किरण धूप की, तुमसे सियाह रात है, तुम बिन मैं बिन। यहाँबाट चाहिँ हामी उत्तर दिशातिर लाग्छौँ। उत्तर दिशा लाग्यौँ भने चाहिँ दमकको सेतो टावर अथवा भ्यू टावरमा पुग्छौँ है। यो बाटो चाहिँ हामीको भ्यू टावरसम्म पुग्छ। सबैजना भिडियोलाई हेरेर इन्जोय गर्नुहोला र तपाईँहरू जिआरएम ब्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब र कमेन्ट गर्न अवश्य नभुल्नु होला र भिडियोलाई लाइक पनि गर्नुहोला। त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात, त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ। सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है, अलग तुझ में असर कुछ है। किरण धूप की, तुमसे सियाह रात है, तुम बिन मैं बिन। शब्दों में पुग्दैन वर्णन गर्नलाई, भन्नै नसकिने बुझ्नु पहिलो सधैँभरि अङ्गाले राख्नु। त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात, त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ। त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात, त्यो अस्ताउँदै गरेको। चाहिँ हामी धरार आइपुग्यौँ। हामी काका भतिजे अहिले हेर्नु त सेतो टावरतिर आइपुग्यौँ। यता हामीहरूको काका हुनुहुन्छ है। यता चाहिँ अङ्कल यतातिर हाई गरिदिनु यसो केही भनिदिनु न। हामी चाहिँ अहिले सेतो दमक ठिकै छ। अब केपी आएको हुनाले केपीका सपोर्ट भइरहेको जिआरएम ब्लग्सलाई यसो सपोर्ट गर्नु होला है। जिआरएम ब्लगलाई सपोर्ट गरेर लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु सबैजना। ल अब हामी यसो यतातिर हेरौँ। यता हामीहरूको दुर्गा प्रसाईले जस्तै आउ कि आउ गरिरहनु भएको छ है। हेर्न सक्नुहुन्छ। हेर्नु त अर्को दमकको सेतो टावर भ्यू टावर है। भ्यू टावर धरारा भनौँ न। सेतो टावर एकचोटि बालेन्जीले भन्नुभएको थियो नि, त्यसलाई हामी धरारा भन्दैनौँ सेतो टावर भन्छौँ भन्नुभएको थियो नि। म पनि सेतो टावरै भन्छु है। हो नि खासै बालन सरतिरै सपोर्ट छ। हामीहरूको धरारा भिड निकै छ है।
आएको छु त टावर अर्को अङ्कल चाहिँ हेर्नु न यहाँ बजार उता उता भागिरहनु भएको छ अङ्कल भ्यू टावरमा आउनुभयो र कस्तो लागिरहेको छ तपाईँलाई एकदम ठिक छ ल धेरै पटक आइसक्नु भयो म पनि सेकेन्ड टाइम हुन्छ यहाँ आएको चाहिँ अर्को हेर्नु त यो माथि टावरमा चाहिँ के छ नेपालको झन्डा छ जस्तो नेपालकै झन्डा रहेछ है माथि टावरमा हेर्नु त सबैजना आफ्नो व्यस्ततामा हुनुहुन्छ है कोही टिकटक बनाउने कोही यता फोटो खिच्ने हुनुहुन्छ सबैजना आफ्नै व्यस्ततामा हुन्छ तपाईँहरू पनि आउनु होला एकचोटि भिजिट गर्नुहोस् हामीहरूको सेतो टावर भनौँ न भ्यू टावरमा सबैजनाले भिजिट गर्नु होला भित्र चाहिँ अहिले छिर्नला खासै दिनुभएको रहेन रहेछ है बाहिर बाहिरदेखि आउने घुम्ने रमाइलो गर्ने त्यसै इन्जोय गर्ने अङ्कल अब घर फर्किने भन्दै हुनुहुन्छ अङ्कल चाहिँ हेर्नु न यहाँको अङ्कल चाहिँ एकदम लजालु टाइपको हुनुहुन्छ अगाडि अगाडि कुद्दै हुनुहुन्छ हामी यसो यतादेखि घुमौँ न के कस्तो छ अङ्कल यतातिर जाउँ न यतादेखि यसो घुमौँ के कस्तो छ वरिपरि हेरौँ न है टिपी बाजा दमकमा आउनु भएको छ भेटेर यसो यो धरारा चाहिँ हामीलाई धराराभित्र चाहिँ यसो काम दिनु होला भन्नुपर्नेछ साह्रै बेरोजगारी भयो नेपालमा बसेर धरारा बनेपछि यसो जब त दिनुहुन्छ होला नि केपीबाले छिमेकी सम्झेर है हाम्रो वरिपरि त सबै मकैबारी नै मकैबारी छ है मकैबारीको बिचमा चाहिँ सेतो टावर छ एउटा रमाइलो देखिन्छ सिन चाहिँ वरिपरि सर र खुल्ला वातावरण मकैबारी नै मकैबारी अनि बिचमा चाहिँ सेतो टावर जोस् राम्रो छ भित्र छिर्नै पाइँदैन रहेछ अङ्कल अब जाउँ है जाउँ यति भन्दै अब घरतिर फर्किन्छौँ है बाटोको यात्रा के कस्तो हुन्छ हेर्नु होला सबैजना कसरी आउने अघिको अब के कस्तो भयो त्यो तपाईँहरूले थाहा पाउनु भयो कि भएन बाटो अब चाहिँ मजाले तपाईँहरूलाई जुन लोकेसन पनि देखाउँदै लान्छु तपाईँहरू आउन सहज हुन्छ तपाईँहरूदेखि है अब हामी चाहिँ फर्किँदैछौँ है सबैजना भ्यू टावरको भिजिट गर्न आउनु भएको छ है अब हामी फर्किन्छौँ यहाँ पर चाहिँ रोटेक पिङ पनि रहेछ हो पिङ खेल्नुपर्छ क्या रोटेक पिङ के पो भन्छ लिङ्गे पिङ भन्छ होला यसलाई लिङ्गे पिङ रहेछ त्यहाँनिर चाहिँ यो पर अहिले देखाउँछु म मजाले यता गाडीले छिर्यो होला हामी चाहिँ त्यस्तो धेरै बेर बसेनौँ फर्किहाल्यौँ है अलिकति जाम पो भयो त होइन यो के साह्रो जाम भयो हामीहरूको अङ्कलले चाहिँ यहाँ कुनादेखि छिराउन खोज्दै हुन्छ है छिर्छ कि छिर्दैन तपाईँहरूलाई कमेन्ट गर्नु होला है जोस् हाम्रो अङ्कल पनि राइडरै हुनुहुन्छ नि एक जमानाको अहिले पो अलिकति बिस्तारै कुदाउनुहुन्छ ल हामी चाहिँ फाइनली धरार आएर पनि फर्किसक्यौँ है सबैजनाले हेर्नु होला मकैबारी है धराराको वरिपरि चाहिँ मकैबारी छ अरू चाहिँ छैन मकैबारी चाहिँ छ है मकै खान आउँदा चाहिँ हुन्छ है धराराको वरिपरि सबैजना मकै फुल्ने बेला भएको छ मकै खान आउँदा चाहिँ हुन्छ है
आइसक्यौँ। तपाईँहरू सबैजनाले देख्न सक्नुहुन्छ अब चाहिँ हामी पिच रोड आइपुग्यौँ। यहाँदेखि चाहिँ हामी कृष्ण मन्दिर हुँदै दमक जान्छौँ है, घर फर्किन्छौँ। सबैजनाले भिडियोलाई हेरेर इन्जोय गर्नुहोला र सबैजना कहाँदेखि हेरिरहनु भएको छ कमेन्ट पनि गर्न नबिर्सिनु होला। क्या बोला तूने? सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है अलग तुझ में असर कुछ है आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानी शब्दमै पुग्दैन वर्णन गर्नलाई भन्नै नसकिने बुझ्नु पहिलो माया नभए मेरो अन्तिम हुनु सधैँभरि अङ्गाली राख्नु यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि चाडा बाटो छ। चाडा बाटोदेखि हामी यता पश्चिमतिर जान्छौँ। पश्चिम जाँदा चाहिँ हामीहरूको ठ्याक्कै ताराबारी पुगिन्छ। ताराबारी हुँदै अनि त्यसपछि हामी कृष्ण मन्दिर अनि दमकको चियाबारी हुँदै हामी दमक पुग्छौँ है, हाम्रो घर पुग्छौँ। सबैजना भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्ला। सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है अलग तुझ में असर कुछ है तुमसे किरण धूप की तुमसे सियाह रात है तुम बिन मैं बिन तपाईँहरू यता राइट साइडपट्टि देख्न सक्नुहुन्छ है पहेँलो कलरको घर। त्यो चाहिँ ठ्याक्कै के हो मलाई नि एक्ज्याक्ट थाहा भएन है, स्कुल जस्तो लाग्यो। तपाईँहरूलाई कसैलाई थाहा छ भने नाम भनिदिनु होला है। त्यहीँ वरिपरि बाटो हेरिरहनु भएको छ सबैजनाले, थाहा छ भने नाम कमेन्टमा भन्नु होला। सायद स्कुलै हुनुपर्छ। नभए मेरो अन्तिम हुनु सधैँभरि अङ्गाली राख्नु त्यो शरद ऋतुको पात त्यो चिसो जुनेली रात त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न अहिले चाहिँ हामी महेन्द्र राजमार्ग अथवा पूर्व पश्चिम राजमार्ग आइपुगेछौँ है। हामीहरूको यहाँदेखि चाहिँ पश्चात के भने काठमाडौँ अनि विराटनगर धरान जाने बाटो पर्छ भने यतापट्टि पूर्वपट्टि चाहिँ हामीहरूको दमक हुँदै बिर्तामोड हुँदै काकरभिट्टासम्म जान्छ है, सिलगढीसम्म जान्छ। यो बाटो चाहिँ पूर्व गयो भने चाहिँ सिलगढीसम्म जान्छ र यता पश्चिम गयो भने चाहिँ विराटनगर काठमाडौँ हुँदै धरानतिर पनि जान्छ है। ल सबैजना भिडियोलाई मजाले हेरेर इन्जोय गर्नु होला। मुझको गलत तुझ में अगर कुछ है अलग तुझ में असर कुछ है तुमसे किरण धूप की तुमसे सियाह रात है तुम बिन मैं बिन तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी कृष्ण मन्दिर आइपुग्न लागि अगाडि देख्नु भएको चाहिँ हाम्रो के हो त कृष्ण मन्दिर भन्ने ठाउँ पर्छ है। सबैजना राम्रोसँग हेर्नु होला। कुनै बेला कुनै समय तपाईँहरू आउनुभएको बेला तपाईँहरूलाई सजिलो हुन्छ है ठाउँ चिन्ह। यो चाहिँ हामीहरूको कृष्ण मन्दिर है, राम्रो छ कृष्ण मन्दिर पनि। अनि यो जुन यतापट्टि तल्लो साइडमा देख्नुहुन्छ नि त्यो चाहिँ कृष्ण मन्दिरको टावर है, कृष्ण मन्दिर टावर है। त्यो चाहिँ हामी त्यसलाई चाहिँ कृष्ण मन्दिर टावर भन्छौँ। जे होस् कृष्ण मन्दिरमा भएको कारणले चाहिँ कृष्ण मन्दिर टावर भन्छु। अब तपाईँहरूले चाहिँ के भन्नुहुन्छ ल। हामीहरूको अहिले चाहिँ बाटोहरू बन्ने क्रम भएको कारणले चाहिँ त्यस्तो धेरै सफा देखिँदैन बाटोहरू, अलिकति त्यो कार्य निरन्तर भइरहेको कारणले चाहिँ बाटोहरू अलिकति फोहोर छ है। अब 2 वर्ष पछाडि चाहिँ जे होस् बाटो राम्रो बन्छ भन्ने आशा छ। अब हेरौँ
पर्ख्यौँ है के कस्तो हुन्छ बाटोहरू सबैजना। र बाटो राम्रो भएपछि त हामी पनि मजाले हिँड्न पाउँछौँ बाटोमा है, मजाले धुवा धुलो बाटोकति बचिन्छ कि भन्ने आशा छ। ल हिजो पानी परेको कारणले यो चाहिँ पानी पिइरहेछ है। तपाईँहरूकोतिर पानी कतिको पर्यो। अनि यो चाहिँ हामीहरूको चिया बगान है, दमकको चियारी भन्ने ठाउँ पर्छ। यो चाहिँ एकदम राम्रो छ है। हामीहरूको ज्ञानेन्द्र राको चाहिँ हामीहरूको के हो त चियाबारी हो, उहाँको पर्छ यो चियाबारी चाहिँ। टोटल कति उहाँको 775 बिघा कि 775 बिघा नै रहेको छ। मलाई पनि ठ्याक्कै एक्ज्याक्ट चाहिँ थाहा छैन, त्यही पनि 775 बिघा भन्ने चाहिँ मलाई हल्का थाहा छ है। के कति हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट बक्समा भन्नु होला। ल भिडियोलाई हेरेर इन्जोय गर्नु होला है। हामी दमक पनि आइपुग्न लाग्यौँ। तुमसे सियाह रात है, तुम बिन मैं बिन सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है, अलग तुझ में असर कुछ है। तुमसे किरण धूप की, तुमसे सियाह रात है, तुम बिन मैं बिन अहिले चाहिँ हामी दमकको चिया बगान गेट छेउमा आइपुग्न लाग्यौँ है। यो तलतिरको साइडमा हेर्नुहुन्छ भने यो निलो गेट चाहिँ चिया बगान भित्र छिर्ने गेट हो। र हामी चाहिँ चिया बगान पनि कटिसक्यौँ। अब चाहिँ हामी फाइनल्ली दमक छिरिसक्यौँ है। भनौँ न दमक बजार चाहिँ आइपुग्न लाग्यौँ। यो चाहिँ अगाडि देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो भाटभटिनी पर्छ है। भाटभटिनी भनिन्छ यसलाई चाहिँ। दमकको भाटभटिनी चाहिँ यस्तो रहेको छ। सबैजनाले राम्रोसँग हेर्नु होला है, लोकेसनहरू राम्रोसँग हेर्नुहोस्। तपाईँहरू कहीँ टाढा हेरिरहनु भएको छ भने आउनलाई सहज हुन्छ। र हामी चाहिँ अब लगभग घर आइपुग्न लाग्यौँ है। त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात, त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ, तिमीसँग हेर्न पाऊँ। त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात, त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ। सही वो भी लगे मुझको गलत तुझ में अगर कुछ है, अलग तुझ में असर कुछ है। तुमसे किरण धूप की, तुमसे सियाह रात है, तुम बिन मैं बिन अहिले चाहिँ हामी फाइनली घर आइपुग्न लाग्यौँ है। आइपुग्यौँ भन्दा पनि भयो। र सिधा बाटो गयो भने चाहिँ हामी घरभित्र पुगिन्छ भने हामी यहाँदेखि यता भित्र लाग्छौँ। र यही सिधा मासतिर चाहिँ हामीहरूको 3 घर मासतिर चाहिँ हाम्रो घर पर्छ है। फाइनल्ली घर आइपुग्यो। र आजको भिडियो के कस्तो भयो सबै